दामी ल प्रपरसँग यस्तो धागो त माछा हालेको धागो होइन कि हो के माछा के हो त्यो अनि के हो त्यो अनि चङ्गा आज चाहिँ यहाँ चङ्गा उडाउनु गइरहेको हामी चाहिँ यता यो चङ्गा फेस्टिभल भइरहेको छ त्यो भएर यसो एक दुईवटा चङ्गा उडाउँ भनेर चङ्गा नउडाएको पनि धेरै भएको थियो त्यही भएर आज चङ्गा उडाउनु जाऊँ भनेर हो ल धेरै कुरा गरेर लेट्स सी त्यहाँ गएर फाइनली आइसकेछौँ हामी चङ्गा फेस्टिभलमा यहाँ चङ्गा उडाउन आएको चङ्गा हेर्दै खासै उडाउ तर त्यो चङ्गाहरू त राम्रो रहेछ त यस्तो छ है चङ्गा यहाँ पुरै आकाशभरि चङ्गै चङ्गा दसैँ लागे जस्तो भएछ हौ यहाँ त है तर लट्टे सट्टै हुन्न उसले यस्तो घिलाग्दो लट्टे रहेछ आम्मा यसले चाहिँ चङ्गा उडाउँदा यसलाई चाहिँ चङ्गाले उडाउँदा जस्तो छ ए मान्छे वाइल्ड रहेछ टन्नै छ राम्रो रहेछ उता हेर्दा नि हो यहाँ चङ्गा ल ल ल दसैँ लाग्यो ह्याप्पी दसैँ चङ्गाउनु मान्छे टन्न छ उता एन्ट्रीबाट जाउँ न दसैँ लागे जस्तो भएको छ मौसम पनि कडा छ घाम लागेको छ मजाको चिनिक्क परेको दसैँ जस्तो भइरहेछ हल्का हुन त दसैँ त के हुनु र राम्रो छ यार मजा आएको छ ठाउँ अब यसो गएर चङ्गा उडाइदिउँ एउटा के कस्तो हुँदो रहेछ चङ्गा होइन अब पनि खासै गतिलो त छैन उडाउनु त उडाइरहेछ अब चङ्गासँग जुदाउनु नपाउने होला आफू फेरि चङ्गा उडाउनु खप्पिस हो फेरि उइसै हानेर सँगसँग चेर हान्दिनँ त खप्पिस हो कुन चाहिँको चङ्गाको धागो अड्केर बसेर नि यहाँ रहेछ कि दुईजना यिनीहरूको चाहिँ घरबाटै लिएर आएछ जस्तो है यहाँ एउटा त क्यानाडाको रहेछ लागेको छ चङ्गामा यहाँ चाहिँ रहेछ है प्रपर चङ्गा यहाँ रहेछ चङ्गा दामी ल प्रपर चङ्गा यस्तो चङ्गाको चाङ नदेखेको त वर्षौँ भयो जुग भयो लगभग 10-12 वर्षै भयो नस्टाल्जिक भयो त चङ्गा बच्चा बेला फेरि यस्तो चङ्गा चाहिँ मेरो ड्रिम थियो फेरि उडाउनु यो चङ्गाहरू चाहिँ फेरि आफ्नो क्षमताभन्दा बाहिरको थियो जमानामा स्पाइडरम्यानको चङ्गामा के हो चङ्गा भयो पैसा चाहिँ यति रहेछ यसो रकेटवाला $25 मर्मेड $30 Hello, so you want this one? We bought 2 tickets. Is that comes with the 2 kites? Yeah, it just comes with the 2 paper kites. The string is separate to the kites. Yeah. So how much is for the string? $17. $17. Does it come with the handle as well? Or? It's this 17. Oh, cool. Can I have one of those? One of them and get your 2 kites as well? Yep. Yep, no worries. But I see the general admission. टिकट लिएको अनुसारले 2टा चङ्गा फ्री अनि यहाँ लट्टाइ र धागो दिँदै रहेछ अब आज यहाँ चङ्गा जुदाउनु पर्छ थ्याङ्क यू Have a good day. यो छु चङ्गा आइपुग्यो पक्का सका हालेको त्यहाँ रहेछ त है धागो कस्तो छ माछा हालेको धागो हो कि होइन खोइ छका त म छाम्छु यो च्यातेको हुँदैन यो यहाँ हावा छिर्छ एकतिरबाट खोइ समाउँदा तलको खोइ कहाँ छ च्यातेको यो त यस्तै हुन्छ नि यसको यहाँ फेरि प्वाक हाल्नुपर्छ कि यस्तो भयो भने तिमीलाई थाहा छैन यहाँ हेर त्यो यस्तो पाल आयो भने के अरे यो यस्तो हो यो पाल भने यहाँ प्वाक हाल्नुपर्छ कि यो त च्यातेको छ यो काम छैन यस्ता च्यातेको अहिले कहाँ एकतिर ढल्किन्छ Can I exchange this one? Is a little bit sure, huh? Is it happened now or? Oh, I just got it. Within a Oh, minute. yeah, I just They can just change. Thank you. यो चाहिँ दामी छ ल खोइ राख त देखाउ त हो यो चाहिँ उठ्छ ल कहिले म हाल्छु यहाँ ल अब दामी अब यहाँ चङ्गामा यसो मिलाएर हाल्नु पर्यो खोइ यो समाउ त देखाउ त यहाँ राम्रो धागो त माछा हालेको धागो होइन कि हो के माछा के हो त्यो अनि के हो त्यो अनि माछा भनेको त्यो यसलाई त्यो म्यारिनेट गरेको भनौँ न एक किसिमको
केमा मानिने अन्त सार्प बनाएको क्या अलिकति खतरा के गरे त्यो यसो बेन्ड गर्नुपर्छ क्या चङ्गा टक्क यो मिलाउनु चाहिँ टक्क यहाँबाट यसरी बिचमा टक्क गर्ने ट्याक ट्याक अनि यसरी ठ्याक्क यतिकोमा यो गाँटो बाँध्ने हो क्या त्यस्तो चाहिँ किन गरे नि तिमीले टी गर्नुपर्छ नि फेरि थाहा छ टी गर्ने भने के गर्ने तिमीले चाहिँ यो समाएर उडाइदिने अनि मैले उडाउने क्या यो बच्चाको रहेछ है यो चाहिँ जुन चाहिँ यस्तो भयो नि यो यहाँनिर यस्तो भयो नि यो भयो भने चाहिँ यो हावा छिरेर एकतिर टिल्ट हुन्छ कि अनि यसको लागि फेरि प्वाक हाल्नुपर्छ यो चाहिँ एक्स्ट्रा यहाँ फेरि हल्का यस्तो यति हालेर यसलाई यतिको यसरी बेन्ड गर्नुपर्छ फेरि ल यसरी बेन्ड गर्ने टक्क बेन्ड गरेपछि चाहिँ अलि खोप्टिन्छ क्या कस्तो बेन्डै नभएको क्या भाँचिन्छ प्रोमा ल ल ल हेर है त तिमीले उडाउने तल झर्नु आँटिसक्यो छिटो गर झऱ्यो अब तिम्रो ला चङ्गा त झऱ्यो त नि केटोको हावा नपुग्यो कि स्किल्सहरू नपुग्यो कहाँ गयो चङ्गा खै कहाँ गयो चङ्गा खै यहाँ हावा नपुगेर चङ्गा झऱ्यो उता भुइँमा आउँछ अब उता हो भुइँमा फर्स्ट एटेम्प फेल भयो अब सेकेन्ड एटेम्प लाटे हावाले पुगेन क्या त्यहाँ माथिहरू कति मजा उडी गर्छ उडा 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 आया यस्तो रे प्रो हावा के गर्नु पुगेन घोप्टाउनु पुगेन यो सिधा भयो भने यस्तो तल डाउन जान्छ कि धेरै यस्तो यस्तो घोप्टाउनु पर्छ क्या ल तर चङ्गा त राम्रो छ यो हो ल जुदाउनु पर्छ माथि ल पहिला उडाउ न अनि जुदाउ उडाएको चाहिँ छैन जुदाउने मात्र भन्छ उडा 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 माथि अझै माथि अझै माथि छोड्दैन त्यो डोरी छोडिदिउ न फुक्का यस्ता एकजना टी गर्न चाहन्थेँ मान्छे लट्टै चाहिँ भुराको लट्टै भयो कि बच्चाको लट्टै भयो कि त्यही भएर म टी गरिदिउँ त ल तिमी टी त्यो बच्चाले कुल्चे 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 तपाईँको चाहिँ टी गर्न गइरहेछ एक टी गरेपछि चाहिँ यहाँ मेरो फेरि चङ्गा दह्रो उठ्छ उडाइदेऊ कहाँ उडाएको हेर पा 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 ल उडाइदेऊ चङ्गा त माथि आकाशमा उड्ला भन्दा त भुइँ मात्र छुन खोज्छ युवराज बी केयरफुल तपाईँले देख्यो युवराज पछाडि त्यो बच्चाको चङ्गा खिच्यो कि अहिले रुन्छ युवराज अहिले चाहिँ मजा आयो है यो निलो हो युवराजको
कसरी हान्यो कि यहाँ हेर त माथि यहाँ चेट भयो होला एउटा चेट चङ्गा चेट यहाँ चेट भयो न जाऊ त तिमी कुदेर जाऊ न त्यो चिप्नलाई यहाँ चङ्गा चेट भयो चङ्गा चेट अब कुन चाहिँले बच्चाले भेट्छ हेरौँ है त भेटी भेटी त्यो बच्चाले भेट्यो त्यो रातो लाउने त्यसकै त हो कि हो यस्तो कसरी चङ्गा उडाउँछ आफ्नै खुट्टामा अल्झेर आफै लड्न खोज्छ आफ्नै धागोले खोइ त यहाँ धागो के भयो के भयो धागो कहाँ कहाँ अल्छी धागो के भयो यहाँ हेर्नु न कहाँ कहाँ अल्छी अल्छ भनि नआएको चाहिँ माथि पुगेपछि चाहिँ उडिरहेको छ मेरो चाहिँ के भएको तपाईँले अनि माथि पुऱ्याउनै सके छैन अनि हावा नै पुगेन कि यस्तो चौरमा कहाँ उडाएर हुन्छ छतबाट उडाउनु पनि त्यसको हेर नि त्यहाँ चङ्गा घुमेको थियो त्यसको त्यहाँ उयो हाल्नुपर्छ प्वाक हाल्नुपर्छ तपाईँको नि यस्तै हुन्छ अनि त्यो तलको त्यो पक्का अलिक कमजोर भयो भने त्यो हुन्छ क्या घुम्दै हुन्छ कुन चाहिँ तोडिदिएको चङ्गा हो त्यो प्लास्टिक खतम आफ्नो चङ्गा चाहिँ खोइ खतरा भन्ठाने होला अलि यहाँ बिचतिर गरिरहनु पऱ्यो कि हावा लाग्यो हावा ए झऱ्यो कि सबै सबै के गर्यो त नि अनि ढाको त यस्तो भएछ लट्टै छ अनि यस्तो बच्चादेखि लट्टै छ अनि पसिना आयो नि मलाई खोइ त जुत्दैन त यार चङ्गाहरू त आम्मा दसैँमा नि यत्तिको हुँदैन यार जुद्यो 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 चङ्गा जुद्यो चङ्गा उडाउँदा त लास्ट थाक्यो यार ऐट धेरै पछि उडाएको हात पनि दुख्यो ग्लास चाहिँ गर्नु भयो अब एउटा आइसक्रिम खानु पऱ्यो यहाँ चाहिँ आइसक्रिम छ ट्याक्क लाएर लास्टै गर्नुभयो अब छ्या उयो हान्दा हान्दा हातै दुख्यो हो कुन जाने हो म त त्यो प्लेन खान्छ स्प्रिङ्कल बच्चा जस्तो मलाई पिछे लाग्छ है अझै चङ्गा उडाउनु सकेको छैन दसैँमा नि यति साह्रो हुँदैन आइसक्रिम पनि ठोकाइदिउँ अब गर्मी भयो अब आइसक्रिम खाने हो एकछिन यहाँ चिसो शीतलमा बस्ने मैले एकछिन चङ्गा उडाउने अनि जाने धेरै उडाएर काम छैन डाँडामा भए चाहिँ ठिक हुन्थ्यो यो अलिकति सम्ममा भएर हल्का खासै त्यस्तो चङ्गा उडाउनलाई गतिलो ठाउँ त होइन यसो पिकनिक सिक्ने बस्न चाहिँ गतिलो ठाउँ हो तर ठाउँ चाहिँ राम्रो छ त्यही अस्ति त्यो न्यु इयरको फायरवर्क हेरेर ठाउँमै हो यहीँ हो अस्ति नै फायरवर्क हेरेको त्यहाँ पारि अब यहाँ धेरै बसेर काम छैन अब ठाउँमै जानुपर्छ चङ्गा उडाउनु डाँडामा जाने हो बरु एक्लै उडाउने यस्तो तरिकाले हुँदैन यो भुइँमा चौरमा हेर न हावा राम्रो लागेको छ न के लागेन डाँडामा गएर चाहिँ हुन्छ खतरा अब डाँडामातिर जाने हो अब यहाँ बसेर धेरै काम छैन लेट्स गो